हेलो गाइज, आज चाहिँ म 4 GPA गाइड फर नेपाली भन्ने भिडियो बनाउँदैछु बाई 4 GPA होल्डर माइ सेल्फ। मेरो चाहिँ 2082 ब्याचमा 4 GPA आएको थियो र त्यस 4 GPA ल्याउनुको लागि मैले नेपाली विषयमा गरेको मेहनतलाई समेट्दै आज म यो भिडियो बनाउँदैछु। यसमा चाहिँ मैले मेरो प्याप्सनको पेपर ल्याएको छु होइन। यो मेरो प्याप्सनको पेपर हो। यसमा चाहिँ मेरो कति मार्क्स आएको थियो भन्दाखेरि 68 मार्क्स आएको थियो होइन। A+ ठ्याक्कै बोर्डरमा छ, तर मैले यो ल्याउनको लागि जुन मेहनत गरेको थिएँ त्यो सार्थक भएको ठानेर मैले चाहिँ त्यही अनुसार मेरो एसेमा पनि यही गरेको थिएँ र फोर्चुनेटली 4 GPA आयो नेपालीमा र समग्रमा पनि 4 GPA आयो। ल हामी पहिला स्टार्ट गरौँ है त। म कसरी गरेको, मैले के गरेको छु र कसरी गरेको छु भन्दा म टिप्स एन्ड ट्रिक्स दिँदै जान्छु। हरेक क्वेसन वाइज म एक्सप्लेन गर्छु। र सुरु गरौँ। पहिला क्वेसन नम्बर 1 होइन। यो प्रश्न नम्बर 1 मा चाहिँ हाम्रो सधैँ शब्दार्थ आउँछ र यो प्रश्न चाहिँ म यसको लागि मेरो मेन टिप के हो भन्दाखेरि सधैँ हामी अलिअलि टाइम छुट्याएर हरेक पाठको शब्दार्थ कण्ठ गरौँ। यसले के हुन्छ भन्दाखेरि हाम्रो सामाजिकमा लेखन राम्रो हुन्छ, नेपालीमा लेखन राम्रो हुन्छ र नेपालीको फर्स्ट क्वेसनमा नै सबै आयो भने कति राम्रो त्यो पोजिटिभ भाइब्स आउँछ नि क्वेसनभरि। त्यही भएर यो फर्स्ट क्वेसनमा चाहिँ मान्छेले धेरै ओभरलुक गर्छन् र सबै शब्दार्थ कण्ठ गर्दैनन्, जसले गर्दाखेरि उनको भाषिक सिप हुँदैन र नेपालीमा राम्रो मार्क्स आए पनि त्यो अर्थहीन हुन्छ है। शब्दार्थ चाहिँ बढाउनै पर्छ। त्यसको लागि हामी के गर्छौँ भन्दाखेरि सबै पाठको शब्दार्थ कण्ठ गराउँछौँ। सबै पाठको होइन शब्दार्थ कण्ठ गराउँछौँ, जसले गर्दाखेरि हाम्रो चाहिँ फर्स्ट क्वेसन चाहिँ सधैँ राम्रो जाओस्। यसमा चाहिँ हाम्रो मेरो प्याप्सनको यो क्वेसन हो, जसको यो क्वेसन पेपरको लिङ्क चाहिँ म डिस्क्रिप्सनमा हालिदिन्छु है। पहिला चाहिँ ल फर्स्टमा के गरौँ भन्दाखेरि बालिग। यो बालिग भन्ने शब्द होइन, यसको के छ भन्दाखेरि यो मान्छेले बा सम्झिन्छ नि। यो बा भन्ने बित्तिकै बालबालिका जस्तो लाग्छ उनीहरूलाई, तर खासमा बालबालिका होइन। यो भनेको जवान उमेरदार हो। बालिग मताधिकार भन्छौँ नि हामी, यो जवानहरूको मताधिकार होइन। त्यसको गणको अर्थ छ होइन 3 फुट बराबरको नापो। मध्यस्थको अर्थ छ कसैको पक्षमा नलाग्ने भनेर त। उद्बुद्धको अर्थ छ राम्ररी ज्ञान पाएको। हाम्रो समाजिकमा यो उद्बुद्ध चेतना होइन भन्ने शब्दहरू प्रयोग गर्न सक्छौँ होइन। अनि यो मध्यस्थमा चाहिँ के एउटा ट्रिक थियो भन्दाखेरि क्वेसनमा चाहिँ होइन कुनै एकको पक्षमा लाग्ने भनेर एउटा त्यो अप्सन दिएको थियो। अनि कतिले चाहिँ यसको मिनिङ ठ्याक्कै नथाहा पाएर त्यो पनि लेखेका थिए, त्यसै पनि मिस्टेक हुनसक्छ। त्यही भएर हामी शब्दार्थ चाहिँ सबै कण्ठ गरौँ, जसले गर्दा हाम्रो कन्फिडेन्स पनि बुस्ट हुन्छ र नेपालीमा हामीले लेख्न सक्ने सिप पनि बढ्छ है। र त्यसपछि हामी प्रश्न नम्बर 2 मा जाउँ। अब यो प्रश्न नम्बर 2 मा चाहिँ कहिलेकाहीँ पर्यायवाची शब्दहरू गाह्रो हुन्छ। मैले चाहिँ 2टा पर्यायवाची शब्द पनि यहाँ टिपेर ल्याएको छु। मलाई चाहिँ एकदम यो अलिक गाह्रो कस्तोसम्म चाहिँ आउन सक्छ भनेर देखाउनको लागि मैले 2टा ल्याएको छु है। र अग्नि भन्ने शब्दको पर्याय शब्द आगो सबैलाई थाहा छ, यहाँ पढ्न सक्छ मजाले, क्वेसन पेपरसँग ट्याली गर्न सक्छ। र म सक्छु है। म चाहिँ यहाँ के भन्छु भन्दाखेरि 2टा शब्दको अर्थ भन्छु। अरण्य भन्ने यो शब्दको अर्थ चाहिँ वन हुँदो रहेछ होइन, फरेस्ट। अनि प्रसाद होइन है, प्रासादको अर्थ चाहिँ मन्दिर हुँदो रहेछ हो। यस्ता पर्यायवाची शब्दमा विभिन्न खालका झुकाउने खालको शब्दहरू पनि आउन सक्छन् हो। यसको यो भएर म चाहिँ के गर्छु भन्दाखेरि म चाहिँ डिस्क्रिप्सनमा होइन पर्यायवाची शब्दको पनि मेरो व्याकरण बुकमा एउटा लिस्ट थियो, त्यो व्याकरण बुकको लिस्ट पनि पठाइदिन्छु। र हाम्रो नेपालीको पहिलाको एडिसनको बुकमा पनि एउटा राम्रो खालको पेज छ जसमा सबै धेरै जस्तो चाहिनेहरूले पर्यायवाची शब्द लेखिएको छ। म त्यो पनि फोटो पठाइदिन्छु है। फोटो त डिस्क्रिप्सनमा लिङ्क हुन्छ ल। त्यसपछि यसमा अरू गाह्रो हुँदैन। कहिलेकाहीँ लघुतावाची र अनेकार्थी शब्द पनि गाह्रो आउन सक्छ, त्यसको लागि पनि प्र्याक्टिस गर्नुपर्छ। हामी हरेक पास्ट क्वेसन र सेटको च्याप्टर वाइज क्वेसन गर्न सक्यो भने यसमा प्रब्लम रहँदैन। ल यसमा अब पारिभाषिक शब्द प्रश्न नम्बर 3 मा है त। उखान र कहिलेकाहीँ उखान र टुक्का आएको नै हुन्छ र अनुकरणात्मक शब्द पारिभाषिक शब्दमा एउटा आएको हुन्छ है। पहिला चाहिँ हामी के गर्छौँ उखानमा चाहिँ अब यहाँ त्यहाँ दिएकै हुन्छ, त्यहाँ दिएकै वाक्य अनुसार हामीले अर्थ केलाउन सक्छौँ। जस्तै अनि त्यसको वाक्यमा प्रयोग गर्न चाहिँ हामीले एउटा उदाहरण दिनुपर्ने हुन्छ। र भने चाहिँ भन्ने शब्द चाहिँ यो चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ। भने चाहिँ शब्द हाल्नुपर्छ है। अनि अनुकरणात्मक शब्दमा चाहिँ त्यही नै हाम्रो जुरुक्क उठ्नु होइन, चिटचिट पसिना आउनु, दन्दन्ती बल्नु, डुङडुङती गनाउनु भन्ने शब्दहरू दिएको हुन्छ। त्यसको अनुसार हामी वाक्य बनाउन सकिहाल्छौँ। अनि यसमा कहिलेकाहीँ गाह्रो चाहिँ पारिभाषिक शब्द चाहिँ कहिलेकाहीँ गाह्रो आउन सक्छ है। जस्तै मैले यहाँ एउटा इक्जाम्पल लिएको छु फौजदारी है। फौजदारी भन्ने शब्दको अर्थ धेरैलाई थाहा नहुनसक्छ है। फौजदारी भन्ने शब्द एउटा पारिभाषिक शब्द हो र यसको अर्थ चाहिँ के हो, ठुलो अपराध हो कि। फौजदारी भन्ने यसको अर्थ चाहिँ के हो, ठुलो अपराध हो। तर मान्छेले फौज भन्ने यो देख्ने बित्तिकै मान्छेले के सम्झिन्छ, सेना आर्मीतिर जान्छ नि, तर आर्मीको सम्बन्धित छैन है। यो एकदम ठुलो अपराध, चोरी डकैती होइन। यसलाई चाहिँ हामी के भन्छौँ, फौजदारी भन्छौँ। मान्छेको हत्या गर्ने त्यसलाई फौजदारी अपराध भनिन्छ। यस्तो खालको प्राविधिक शब्दहरू पनि आउन सक्छन्। त्यसको पनि म लिङ्क डिस्क्रिप्सनमा हालिदिन्छु। त्यसको पनि एउटा पेज छ, राम्ररी पढ है। ल त्यसपछि हामी प्रश्न नम्बर 4 मा जान्छौँ। सञ्जीवनी। यसमा हेर त प्रश्न नम्बर 4 को कमा है। कमा चाहिँ सधैँ 2टा यो अप्सन हुन्छ, यसमा 4वटा दिएको हुन्छ। एउटा छानेर राम्रो छान्नुपर्छ। यसमा चाहिँ म यहाँ के भयो, एउटा चाहिँ पञ्चवर्ण सम्बन्धी आएकै हुन्छ है। हेर यहाँ जस्तै यो सञ्जीवनी छ नि, यो यहाँको ठाउँमा होइन हामीले प्रोनाउन्स गर्दा त के भइरहेछ, नआइरह नि, सञ्जीवनी हेर त आदि नआइरह। तर हामीले के बोलिरहेछौँ लेखिरहेछौँ भन्दाखेरि यहाँ लेखिरहेछौँ। यो किन भन्दाखेरि यो पञ्चम वर्णले गर्दा हो कि। मैले चाहिँ यहाँ हेर त क ख ग लेखेको छु है। यसमा चाहिँ म के भन्छु भन्दाखेरि यो लास्टको जुन यिनीहरू छ नि, यसलाई चाहिँ हामी के भन्छौँ, पञ्चम वर्ण भन्छौँ है।
यो लास्टमा चाहिँ 1 2 3 4 5वटा वर्ण छ नि, यसलाई चाहिँ पञ्चमवर्ण भन्छौँ। अनि यो कको साथी यिनीहरू अगाडिको यो हुन्छ नि, यिनीहरूको यो अगाडिको अक्षरहरूसँग चाहिँ यो लास्टको अक्षरको सम्बन्ध हुन्छ कि। जस्तै यहाँ के थियो, ज थियो नि, यो यको पछाडि के छ, ज छ, त्यही भएर यहाँ युज भयो कि। यहाँ हेर त ज छ नि, ज र य त के छन्, इन्टरलिङ्क छन् नि, सम्बन्धित छन् नि। त्यस्तै गरी मैले यहाँ इक्जाम्पल दिएको चाहिँ गङ्गा। हेर त गङ्गा, यो गको अगाडि के आउनुपर्छ भन्दाखेरि ङ आउनुपर्छ कि सधैँ। हेर त यस्तो गङ्गा, त्यो यस्तो न साउन्ड आयो भने पनि के आउँछ, गङ्गा आउँछ। पञ्चामृत हेर त चको अगाडि के आउनुपर्छ, य आउनुपर्छ। संस्कार हेर त, अब फेरि यो पञ्चम वर्णमा परेन नि, फेरि यो संस्कार हेर त स छ नि, यो स त के हो, परेन, पञ्चम वर्णभित्र परेन। त्यही भएर यसको अगाडि के आउँछ, चन्द्रबिन्दु, यो शिरबिन्दु आइदिन्छ कि माथि। हेर त यस्तो खालको हामीले यो कन्सेप्ट पनि बुझ्नुपर्ने हुन्छ होइन। यो पञ्चम वर्णको युट्युबमा हेरेर आइहाल्छ। अनि यहाँ श्वास प्रश्वासमा चाहिँ मैले के गरेको थिएँ भन्दाखेरि संस्कृत शब्द हो नि त श्वास प्रश्वास, त्यही भएर मैले चाहिँ यो स र यो स बढी प्रयोग हुन्छ कि यसमा चाहिँ। त्यही भएर मैले यो स र यो स लेखेर यही होला भनेर मैले गेस गरेको थिएँ यसमा चाहिँ है। ल अब यो ख नम्बरमा एउटा अन्डररेटेड टिप के हो भन्दाखेरि हामीले विशिष्टीकरण तालिका हेऱ्यौँ भने यहाँ प्रश्न भनेको छ कि 4-4वटा के मिस्टेक आउँछ भनेर। पहिलो मिस्टेक हेर त, रस्वलाई दीर्घमा लाने एउटा मिस्टेक भयो, त्यो मिस्टेक हुनसक्छ। जस्तै यहाँ हेर त, पहिला यहाँ रस्व दिएको थियो, म दीर्घ लगाएँ। हेर त ईश्वर छ नि, ईश्वर, यो ईश्वरमा पहिला त रस्व दिएको थियो क्वेसनमा, तर मैले यस्तो माथि रेफ हाल्दै उसलाई के गरेँ, दीर्घ पारिदिएँ। अनि दीर्घलाई रस्व। हेर त यहाँ कवितामा पहिला दीर्घ दिएको थियो क्वेसनमा, तर मैले रस्व पारिदिएँ। त्यसपछि लेख्य चिन्ह, एउटा कमा, उद्धरण चिन्ह, त्यसको मिस्टेक हुन्छ। तर यो प्याप्सनको क्वेसन भएको हुनाले प्याप्सनका यो शिक्षकहरूलाई धेरै थाहा हुँदैन यस्तो विशिष्टीकरण तालिका कुराहरू, त्यही भएर उहाँले यहाँ राख्नु भएको छैन है। यस्तो यो लेख्य चिन्हको एउटा मिस्टेक आएकै हुन्छ है यो गभर्मेन्टको सरकारी एक्जाममा चाहिँ, एसीमा। त पदयोग, पदवियोग, छ, ज्ञ, य, ए सम्बन्धी लास्टको चाहिँ यो मिसलिनियस हुनसक्छ। लास्टमा चाहिँ जे नै आउँछ, पदयोग, पदवियोग। हेर त यहाँ दुःख सागर यो जोडिएको थियो, मैले के गरेँ, छुट्याइदिएँ। अनि संसार हेर त, पञ्चम वर्णको मिस्टेक। हेर त यो के हो, संसारको मिस्टेक छ नि यो। हेर त लेख्य चिन्हकै मिस्टेक रहेछ। हेर त संसार, यो थोप्लो छ नि, यो शिरबिन्दु, यो शिरबिन्दुको एउटा मिस्टेक भयो। यसरी हामीले पनि मिस्टेक यहाँ के लाउन सक्छौँ, 4वटा मिस्टेक आउँछ। यहाँबाट मिस्टेक तिमीलाई आयो भने तिम्रो यो क्वेसनमा सबै 2मा 2 ल्याउन सकिहाल्छ। ल गङ्गा, यो मैले पञ्चामृत एक्सप्लेन गरेँ। ल 5 नम्बरमा पनि एउटा अन्डररेटेड टिप के छ भन्दाखेरि यहाँ चाहिँ यो नाम, हेर त मैले यहाँ 4 लेखेको छु नि, यहाँ नाम, विशेषण, सर्वनाम, क्रियापद, यिनीहरूमध्ये 4वटा चाहिँ आउँछन् है, आउँछ नै आउँछ। यो नाम, सर्वनाम, विशेषण, क्रियापद, यो 4वटा चाहिँ आउँछ नै आउँछ यो हाम्रो प्रश्न नम्बर 5मा चाहिँ। अनि निपात, नामयोगी जस्ता यो अव्ययहरू छन् नि, निपात, संयोजक, नामयोगी, विस्मयादि बोधक, क्रिया विशेषण, यस्ता चाहिँ 2वटा मात्र आउँछन् कि। यसरी यो पनि सम्झेर हामी यसमा पनि मार्क्स ल्याउन सक्छौँ है। त्यसपछि प्रश्न नम्बर 6मा हेर त, उपसर्ग, प्रत्यय, यो त तिमीलाई आइहाल्छ, लेख्ने तरिका सिक, उपसर्ग लेख, त्यसपछि शब्द टिप, त्यसको शब्द निर्माण देखाइदेऊ है, प्रत्यय टिप, त्यसको शब्द निर्माण देखाइदेऊ। यसमा पनि प्र्याक्टिस अनुसार आउने हो। हामी 10 सेटको सबै गर्छौँ, च्याप्टर वाइज क्वेसन, र सबै पास क्वेसन पनि गऱ्यो भने यो त फिलिली भइहाल्छ है। त्यसो समस्त शब्द हेर त, समस्त शब्दमा 2 बाटो होइन, 2 बाटोको सङ्गम स्थल, 2 बाटोको समूह, त्यसरी तिमी लेख्न सक्छौ। विग्रह पदावली होइन, भानिज दाइलाई भान्दाई बनाइदिन सक्छौ। अनि भान्दाई यस्तो बनाउने नै यही हो होइन। यसमा चाहिँ 2टा छुट्टै छ, त्यसलाई जोडेर राम्रो बनाइदिने। अनि द्वित्व शब्द हेर, आनी बानी, यो चाहिँ रिपिट भएको खालको, एउटै रिपिट भएको, बानी प्लस बानी, पोको प्लस पोको, पोको सोको होइन, यसरी हामी गर्न सक्छौँ। त्यसपछि मुसुमा चाहिँ यो चाहिँ एउटा एकदम अपवाद जस्तो कि एक्सेप्सनल केस जस्तो, यो चाहिँ ठ्याक्कै सोधिदिन सक्छ। मुसु भने पनि हाम्रो के रहेछ भन्दाखेरि अनुकरणात्मक द्वित्व रहेछ। यसमा चाहिँ हाम्रो द्वित्वलाई शब्द निर्माण देखाउँदा के हुन्छ, मुसु प्लस मुसु हुँदो रहेछ होइन। यसरी पनि यसलाई पनि हामीले लिनै पर्ने हुन्छ। कहिलेकाहीँ चाहिँ हाम्रो एसीमा कर्णाली प्रदेशमा हो कि क्या हो, हुनुहुन्छ भनेर लेखेको थियो होइन, हुन्छ प्लस हुन्छ, हुनुहुन्छ, त्यसरी त्यो पनि एउटा द्वित्व शब्द थियो। त्यसरी पनि यो हामीले बुझ्न सक्नुपर्छ। ल अनि प्रश्न नम्बर 7मा हामीले अज्ञात बोधमा छ। अज्ञात बोधमा मैले के आउँछ लेखिदिएको छु, टक्क हेर त, ए छ, इ छ, इछिन, एचस हो। यो इ छ र इछिन चाहिँ धेरैलाई थाहा हुँदैन कि। केटी मान्छे हो, यदि स्त्रीलिङ्ग हो भने उसलाई ए छ, एछस लाग्दैन, उसलाई इ छ, इछिन लाग्छ। अनि ठ्याक्कै यही तिम्रो अन्डरस्ट्यान्डिङलाई च्यालेन्ज गरेको थियो यो क्वेसनले। संस्कृति भनेको त उहाँ त महिला होइन, केटी। त्यसपछि उनलाई के भयो, संस्कृतिलाई कृषि पेसा गर्ने रहर भएछ भन्ने लेख्नु पनि मैले थिएछ लेखेको छु। यहाँ चाहिँ एउटा मिस्टेकै भयो है, भएछ भन्ने हुन्छ, थिएछ भन्ने शब्द छैन। त्यसपछि यसका लागि उनले 5 खालमा पारिलो जग्गा किनिछिन्। हेर त इछिन आयो नि, यो इकार छ नि, यो इकार नै इ हो खासमा भन्दाखेरि, इछिन होइन। यहाँ पनि ल्याइछिन, हेर त ऊ कस्तो सही,
इछिन आइसक्यो नि, हो गरिछिन हो, यस्तो इछिन चाहिँ धेरैलाई थाहा हुँदैन र त्यही तिम्रो यही अन्डरस्ट्यान्डिङ च्यालेन्ज गर्ने यो क्वेसन थियो है प्याप्सनमा। र प्रश्न नम्बर 8मा हेर त, यसमा चाहिँ हामीले यो 4वटा विषयलाई फोकस गऱ्यो भने ख नम्बर टक्कै मिल्छ। यसमा चाहिँ ख नम्बर गर्ने गर्थेँ म होइन, भावहरू मलाई अलिक गाह्रो लाग्थ्यो र त्यसमा पनि अब आफै वाक्य बनाउँदा टाइम लाग्ने भएर मैले चाहिँ यो 4वटा ट्याक्क कण्ठ सबै यसको रुलहरू कण्ठ गरेको थिएँ। यहाँ चाहिँ प्रथम पुरुषको कुरा आएको हुनाले म र हामी शब्द प्रयोग गरेर तिमीले बनाउन सक्छौ है। यो 4वटा कुरा तिमीले आउनुपर्छ। प्रश्न नम्बर 9मा आफू त गाउँबाट आइँदै थियो, यसमा हाम्रो के गर्छौ, यो वाच्यको प्रश्न वाच्य बनाएँ मैले। हेर त, आफू त गाउँबाट आइँदै थियो, यो म भएर आफू भएर मैले चन्द्रबिन्दु हालिदिएँ। त्यसपछि आइँदै, यो ई चाहिन्छ यसमा है सधैँ। गुरुले इज्जतमा दाग लागेपछि मेटिँदैन भन्ने कुरा भन्नुभयो, यो कति सहज छ कुरा। हेर त, गुरुले अब यो प्रत्यक्ष कथन अप्रत्यक्ष कथन पनि तिमीलाई आउनुपर्छ। मालिकले यो प्रेरणार्थकमा हेर, यो ले चाहिँ हाल्नै पर्दो रहेछ है हामीले, प्रेरणार्थकमा चाहिँ ले हाल्नै पर्छ। यति मैले ले नहालेकाले मैले मेरो 1 मार्क्स गएको छ यहाँ। अनि युवाहरू विदेश गएर ज्ञान र सिप सिकेर स्वदेश फर्कने छन्। हेर, यसलाई मैले के गरेँ, यो संयुक्त वाक्य थियो होला, त्यसलाई चाहिँ मैले सरल बनाइदिएँ, सिकेर होइन, सिकेर। अब जस्तै यो चाहिँ मलाई चाहिँ यो वाक्यहरूमा चाहिँ के गर्न मन लाग्थ्यो भन्दाखेरि एउटा कण्ठ गर्न मन लाग्थ्यो कि, एउटा चाहिँ थियो कि मह काट्नेले हात चाट्छ। हेर त, जसले मह काट्छ उसले हात चाट्छ, मिश्र भइहाल्यो। मह काट्नेले हात चाट्छ, सरल भइहाल्यो। मह काट्छ अनि हात चाट्छ, संयुक्त भइहाल्यो। यसरी यो 3टा कण्ठ गर्ने बित्तिकै एउटै वाक्यको मलाई चाहिँ यो सरल, यसले गर्दा चाहिँ मलाई यो सरल संयुक्तहरू सजिलो भएको थियो है। प्रश्न नम्बर 10मा हेर, यसमा चाहिँ एउटा म ठ्याक्कै यहाँ एउटा घरमा चाहिँ गोल्डन टिप्स है यसमा चाहिँ, र म सुन्दै गर होला पहिला। कमा, अनि उनका आँखामा म बिजाउन थालिनँ। हेर त, यो चाहिँ अकरण भयो, म भएर मैले यहाँ चन्द्रबिन्दु हालिदिएँ है। अनि त्यसपछि खसमले, श्रीमान, खसम भनेको खासमा श्रीमान हो है नि, हामीले यो घर झगडा बाटमा शब्दार्थमा पढेको छ। यसरी हेर त, यहाँ खसम भनेको के हो भन्ने लाग्न सक्छ नि जब तिमी त्यहाँ जान्छौ, एक्जाममा हलमा जान्छौ नि। तर तिमीले शब्दार्थ पढेका छौ भने तिमीलाई सबै आउँछ। हेर त, यहाँ कति काम लाग्यो शब्दार्थ। खसम, श्रीमानले, श्रीमान भनेको को, मान्छे। खसम भनेको को होइन त, श्रीमानले भनेपछि उनले काम गरेका छन् नि त श्रीमानले, त्यही भएर हामी कारक के, कर्ता कारक विभक्ति के, प्रथमा विभक्ति। र ग नम्बरमा मैले अमृतका कण बर्साएँ अनि उनले ती कणमा विष देख्न थाले। यो जुन शब्द छ नि, यसमा चाहिँ हामी के गर्छ, यो अनि भन्ने लेखेँ जुन संयोजक लेखेँ नि मैले, त्यो मिलेन चाहिँ यसमा चाहिँ। हेर त, पनि लेख्नुपर्ने रहेछ। किन भन्दाखेरि मैले अमृतका कण बर्साएँ पनि उनले ती कणमा विष देख्न थाले। खासमा कन्ट्रास्ट देखाएँ नि त, मैले अमृत बर्साए पनि उनले के देखे, विष देखे। हो, यो कन्ट्रास्ट देखायो कि यता अर्कै छ उता अर्कै छ भन्यो भने त्यसमा पनि हुँदो रहेछ होइन। त्यसमा चाहिँ अलिक अनि भन्ने यो संयोजकले चाहिँ कन्ट्रास्ट देखाएन कि, त्यही भएर तिम्रो यो संयोजकको चोइसमा पनि यो संयुक्त वाक्य एकदम म्याटर गर्छ भन्ने तिमीले कुरा यहाँ यो कुरा आजबाट बुझ है। ल घरमा गोल्डन टिप के छ भन्दाखेरि यहाँ हेर, एकदम झुकाउनु खोजेको थियो यो क्वेसनमा चाहिँ। ल विधेय उनले होइन, उद्देश्य विधेय। ल हामी यहाँ म एउटा दिन्छु है, यहाँ यो वाक्य चाहिँ हाम्रो यो थियो एक्जाममा आएको होइन, यो थियो, मैले दिएको अमृतलाई उनले विष सम्झे। अब हेर त, उद्देश्य भनेको हामी सधैँ के पढ्छौँ, ले अनि ले भएको अनि अगाडिको भनेर पढ्छौँ। हेर त, मैले यो एउटा उद्देश्य जस्तो लाग्छ नि, अगाडि छ, तर यो होइन। किन भन्दाखेरि यो सम्झे भन्ने जुन क्रियापद छ नि, विधेय छ नि, विधेय चाहिँ सधैँ क्रियापद हुन्छ है। फेरि उद्देश्य चाहिँ तिमीले चुज गर्नुपर्ने हुन्छ। विधेय, हेर त, विधेयमा के सम्झे छ, हो अब यो सम्झे भन्ने यो क्रियापदको कुन कर्तासँग होइन सम्बन्ध होला। हेर त, यो उनलेसँग सम्बन्ध होला कि मैलेसँग सम्बन्ध होला त, सोच त एकचोटि। मैले सम्झे मिल्छ त, मिल्दैन नि। किन मिल्दैन भन्दाखेरि मैले त के हुन्छ, सम्झे हुन्छ नि, चन्द्रबिन्दु हुन्छ नि त मैलेमा त होइन। मैलेमा त के हुन्छ, चन्द्रबिन्दु लागेको हुन्छ, तर चन्द्रबिन्दु छ त यहाँ छैन नि, सम्झे मात्र छ नि। हो, त्यही भएर यो उनलेसँग मिल्यो क्या सम्झे। हो, उनले सम्झे, उनले विष सम्झे होइन, उनले सम्झे हो नि त, त्यही भएर यो के भयो, उद्देश्य चाहिँ उनले भयो। एकदम गोल्डन कुरा है यो चाहिँ। यो क्रियापदले जेसँग सम्बन्ध राख्छ त्यो चाहिँ हाम्रो उद्देश्य हुन्छ। यो तिमीले बुझ्न सक्छौ, यसलाई झुकाउन सक्छ है। ल प्रश्न नम्बर 11मा जाऊ। प्रश्न नम्बर 11 तिमीलाई यदि गाह्रो लाग्छ भने यसमा चाहिँ कहिलेकाहीँ गाह्रो प्याराग्राफ पनि आउन सक्छ, नआउने होइन है। यसमा चाहिँ गाह्रो लाग्यो भने तिमीले क्वेसनमा जे त्यहाँ किवर्डहरू भेटाउँदैन, क्वेसन जे हो ठ्याक्कै तिमीले त्यही अन्डरलाइन लाग्यो भने ठ्याक्कै त्यही वाक्य नै एन्सर हुने खालको क्वेसन दिएको हुन्छ। यो चाहिँ तिमीले गाह्रो मान्नु पर्दैन, जे आउँछ लेख्दै हुन्छ है। हरेक त्यो क्वेसनमा सोधेको कुरा यो भन्नाले यो बुझिन्छ भनेर यस्तो खालको त्यो वाक्य चाहिँ बनाइदियो। त्यसपछि तिमीले जे लेख्यो भने ठ्याक्कै टिचरले हेर्न समय भ्याउनुहुन्न। त्यो कारणले गर्दाखेरि तिमीले छोड्नु चाहिँ भएन, तिमीले हरेक एन्सर लेख्नु पऱ्यो र राम्ररी तिमीले क्वेसनको फर्मेटमा एन्सर लेख्यो भने मार्क्स आइहाल्छ यसमा है। त्यसपछि अब
प्रश्न नम्बर 19 प्रश्न नम्बर 19 म चाहिँ किन चाँडै गर्थेँ भन्दाखेरि म चाहिँ व्याकरण र प्रश्न नम्बर 11 सकाउने बित्तिकै 19 र 20 गरिहाल्थेँ। किन भन्दाखेरि 19 र 20 चाहिँ एकदम हाई मार्क्स क्यारिङ क्वेसनहरू हुन् अनि यिनीहरू लास्टमा गर्दाखेरि चाहिँ टाइम नभ्याउने र आफूलाई जति राम्रो लाग्छ नि त्यति लेख्न नभ्याउने हुन्थ्यो कि त्यसै कारणले गर्दा चाहिँ म 19 र 20 चाहिँ चाँडै गरिदिइहाल्थेँ है अगाडि नै। अनि यसलाई चाहिँ मेरो के टिप्सहरू छ भन्दाखेरि यो क्वेसनहरू गर्नु चाहिँ हरेक लेखकको डिओबी र डिओडी कण्ठ गरेको थिएँ है मैले चाहिँ। हाम्रो पाठामाको हरेक साहित्यकारहरू हुनुहुन्छ नि उहाँको डेट अफ बर्थ र डेट अफ डेथ चाहिँ मैले कण्ठ गरेको थिएँ। कविको कृतिहरू कण्ठ गरेको थिएँ होइन, तिनवटा कृतिहरू कविको अरू कृतिहरू। त्यसो हरेक पाठको राम्रोवाला फर्स्ट प्याराग्राफ मैले चाहिँ हरेक पाठको होइन फर्स्ट प्याराग्राफ चाहिँ एकदम राम्रोवाला डिजाइन गरेर राखेको थिएँ कि अनि त्यो चाहिँ म अलिक कण्ठ गरेको थिएँ दिमागमा राखेको थिएँ त्यो शब्दहरू चाहिँ। अनि ठ्याक्कै म इक्जाममा गएर त्यही लेखेर आउँथेँ। अनि पाठको विषयबारे राम्रो 5वटा बुदाहरू बनाएर म एन्सर लेख्न थाल्थेँ होइन। त्यो लेख्ने बित्तिकै तिम्रो त्यो क्ल्यारिटी बढ्छ क्या एन्सरमा। तिमी कहीँ गएर त्यो रिपिट गर्नु पर्दैन जसले गर्दा तिमीलाई रेपिटेटिभ हुन्छ, झ्याउ लाग्न थाल्छ होइन। त्यसले गर्दा त्यो हुँदैन, तिमी फ्लुमा जान्छ एउटा, फ्लुमा गएपछि तिमीलाई मजा आउन थाल्छ र तिमी अझ बढी लेख्न सक्छौ होइन। प्रश्न नम्बर 19 हेर त पख्नुस निबन्धको हास्य व्यङ्ग्यात्मक निबन्ध होइन भैरव अर्यालद्वारा लेखेको। उहाँको मैले यो डेट अफ बर्थ र डेट अफ डेथ पनि लेखेको छु। अनि रोचक र घोचक निबन्ध हो। तिमी मजाले होइन टाइम लिएर पढ्न सक्छौ। मैले राम्रो फर्स्ट प्याराग्राफ बनाएको छु। यो तिमीले एक्ज्याक्ट कपी गरेर आए पनि एक्जाममा हुन्छ होइन। एकदम राम्रो फर्स्ट प्याराग्राफमा टिचरको ध्यान आकर्षण गराउन सक्नुपर्ने हुन्छ तिमीले। यसरी मैले अनि के कुराको यहाँ हेर त 5वटा बुदाको कुरा गरेँ नि मैले। हो यो 5वटा बुदामा के समाहित गरेको होला भनेर हेर त। शिक्षित मानिसले चिल्ला शब्द प्रयोग गर्छन् भन्ने जुन कुराको व्यङ्ग्य छ नि यो निबन्धमा त्यो पनि मैले समाहित गरेँ। त्यसपछि निबन्धकारले डाक्टरलाई कुर्नुपर्ने, माइत गएकी होइन स्वास्नीलाई कुर्नुपर्ने, रेडियोमा गीत सुन्न पर्खनु पर्ने होइन, अनि घट्टमा त्यो पिठो पिन्न पर्खनु पर्ने जस्ता विभिन्न दैनिक पर्खाइका प्रसङ्गहरू पनि उनले ल्याएका छन्। त्यसको पनि म कुरा गरेको थिएँ होइन। अनि अन्तर्राष्ट्रिय पात्रहरूको पनि उनले अन्तर्राष्ट्रिय होइन घरानाको पनि वृत्तान्त सुनाउँछन्। उनले अन्तर्राष्ट्रिय परिवेश पनि सुनाएका छन् भैरव अर्यालले। त्यसमा पनि यहाँ हेर त पर्खाइको विषमता, पर्खाइले गर्दा विषमताको विषले मानिस बौलाइरहेको छ भन्ने कुरा प्रसङ्ग त्यहाँ छ। त्यसपछि परमाणु हतियारमा विकसित राष्ट्रले होइन अविकसित राष्ट्रलाई हेपेका छन् नि त, तिनीहरूले पर्खाएका छन्। यो ब्यान गर्नुपर्ने कुरालाई होइन प्रतिबन्ध नलाइकन उनीहरू हामीलाई झुलाएर बसेका छन्। त्यो पनि उनले प्रसङ्गको यहाँ व्याख्या गरेका छन्। यस्ता विभिन्न मैले बुदाहरू बनाएर पहिले नै दिमागमा राखेको हुनाले मैले चाहिँ यो ठ्याक्कै एन्सर लेख्न सजिलो भयो। अनि लास्टमा चाहिँ 2 पेज लेखे पनि अलिकति अझ कन्क्लुजन अगाडि लेखिदियो भने यो पोइन्टमा चाहिँ तिम्रो ग्यारेन्टिड नै आउँछ कि। कहिलेकाहीँ 6 मार्क्स मात्र आएको हुनाले मेरो स्कुलमा एक्जामहरूमा त्यही भएर मैले अलिकति बढाएर 6.5 ल्याउने चाहिँ बनाएँ है। अलिकति 2 पेजभन्दा अलिकति बढाइदियो भने 0.5 आइहाल्छ। प्रश्न नम्बर 20मा 3वटा निबन्ध आउँछन् हाम्रो। 3वटा निबन्धमा हामी के गर्छौँ भन्दाखेरि म चाहिँ सधैँ वस्तुपरक निबन्ध गर्थेँ। अनि आत्मपरक चाहिँ मेरो देश आयो भने चाहिँ एकदम सजिलो लाग्थ्यो। अरू आत्मपरक निबन्ध चाहिँ मलाई अलिक कठिन लाग्ने भएकोले मैले चाहिँ पर्यटन, कृषिमा आधुनिकीकरण, जलविद्युत त्यस्ता खालका विभिन्न हाम्रो सिम्पल खालका कुराहरू आउँछ नि त्यो कुराहरू गर्ने गर्थेँ। पहिला चाहिँ म के गर्थेँ डेफिनेसन लेखिहाल्थेँ हेर त। पर्यटन उद्योगको डेफिनेसन लेखिनँ मैले, पर्यटनको डेफिनेसन लेखेँ हेर है। पर्यटन होइन पर्यटनको उद्देश्य मैले ठ्याक्कै यो डेफिनेसन कहाँबाट बोकेर ल्याएको, सामाजिक उद्योगबाट बोकेर ल्याएको होइन, कण्ठ गरेको राखेको थिएँ। त्यसपछि हामी पर्यटन उद्योगका विभिन्न फाइदाहरू, त्यसले त्यो के हो होइन, त्यसलाई पर्यटनलाई कसरी सेवा पुर्याउन सकिन्छ, ग्रामीण विकासमा त्यसको कस्तो भूमिका छ होइन, उद्योग विकासमा त्यसको कस्तो भूमिका छ, सम्पदाको संरक्षण गर्न त्यसले के गर्न सक्छ, हाम्रो स्थानीय जीवनस्तरलाई उचाल्न त्यसले के गर्न सक्छ, त्यसको महत्त्व के हो, हाम्रो देशको आर्थिक समृद्धि र सुदृढीकरणको लागि पर्यटन उद्योगको के महत्त्व छ भन्ने कुरा विभिन्न इलाबोरेट गर्दै तिमी बढाउन सक्छौ हेर। अलि राम्रो खालको प्याराग्राफहरू लेख, धेरै लामो पनि नराख। यो प्याराग्राफ अलिक लामो भएको छ, यसलाई बिचमा तिमीले छुटाउन सक्यो भने अझ राम्रो है। अनि लास्टमा गएर कन्क्लुजन लेखिदेऊ। यो पनि मलाई अर्को पेजमा लानु मन थियो तर ठ्याक्कै यहाँ अट्ने नै भयो, अब अर्को किन लानु भनेर मैले चाहिँ अब यो कन्क्लुजन लेखिसकेँ भएर यहाँ छोडिदिएँ। अनि मैले अब के गरेँ नयाँ पेजबाट चिठी लेख्नुपर्ने हुन्छ, त्यही भएर मैले नयाँ पेजबाट चिठी लेखिहालेँ है। प्रश्न नम्बर 13 प्रश्न नम्बर 12 पनि गरेको छैन मैले, 19-20 गरेँ त्यसपछि 13 गरिहालेँ किनकि नयाँ पेज देखेपछि चिठी गरिहाल्ने है त्यो 19-20 सकेपछि चाहिँ। किनकि किनकि यो नयाँ पेज पाइँदैन कि। अनि आफै अब धेरै अनि बिचतिर गएर नयाँ पेज छोड्न पनि अलि मन लाग्दैन, त्यही भएर म चाहिँ नयाँ पेज भेटिएपछि 13 नम्बर गर्थेँ है। त्यसपछि सम्पादकलाई चिठी हेर त। यो म चाहिँ सधैँ यसको क नम्बर गर्थेँ किन भन्दाखेरि क नम्बरमा चाहिँ फर्मेट एकदम लिमिटेड छ कि। हाम्रो घर आइसी चिठी, निवेदन, कार्यालयीय चिठी र सम्पादकीय चिठी, सम्पादकलाई चिठी 4वटा चिठी आएपछि तिमीलाई आयो। अनि हरेक चिठीको फर्मेट उस्तै हुन्छ। तर यता तिमीले ख नम्बर गर्छौ भने निमन्त्रणा पत्र, सम्मान पत्र, बधाई पत्र, श्रद्धाञ्जली, शुभकामना यी विविध पत्रहरू तिमीले पढ्नुपर्ने हुनाले यो चाहिँ एकदम गाह्रो हुन्थ्यो मलाई चाहिँ, त्यही भएर म सधैँ क नम्बर गरिदिन्थेँ हेर त। सम्पादकलाई चिठी लेख, माथि मजाले शीर्षक मिति लेख आजको त्यो एक्जामको बेलाको होइन। सम्पादक ज्यू गोर्खापत्र राष्ट्रिय दैनिक, धर्मपत्र काठमाडौँ, कान्छा गोर्खापत्र उसको ठेगाना, त्यसपछि विषयमा यो बारे लेख। अनि यो पूर्णविराम लेखिदियो। सम्बन्धमा लेख्न पनि सक्छौ महोदय हेर त। उपयुक्त सम्बन्धमा तिमीले यो शब्दले सुरु गर्नै पर्यो होइन, निवेदन अनि चिठी
माथि उपयुक्त भनेको माथिको होइन, यसरी तिमीले लेख्न सक्छौ। अब त्यो तिमी एउटा विद्यार्थी हो नि त, त्यो विद्यार्थीको पर्सपेक्टिभबाट बिजुली जाँदा के हुन्छ, एससी परीक्षामा तयारी गर्न असिलो हुन्छ होइन। बेलुका बत्ती जाँदा, बेलुका अब ट्युसन धेरै पढेर हामी बेलुका मात्र घर आउँछौँ, बेलुका होमवर्क गर्नु पऱ्यो, अतिरिक्त अध्यापन गर्नु पऱ्यो, त्यसको लागि हामीलाई कठिनाइ हुने भएको अहिले त्यसले त्यो विभिन्न कुराहरू वृत्तान्त भन्थ्यो र लास्टमा गएर फेरि तिम्रो पोइन्टलाई दोहोऱ्याएर फेरि त्यो रिस्टेट गरेर तिमीले ध्यानाकर्षण गराउन सक्नुपर्छ है त्यो सम्पादकको। त्यस्तो खालको तिमीले लास्ट प्याराग्राफ लेख। अनि खामको नमुना चाहिँ अनिवार्य रूपमा जे चिठीमा नै बनाइदेऊ होइन, एकदम सहज लाग्छ तिमीलाई। खामको नमुना चाहिँ अब बिस्तारै हरेक चिठीमा आउँदैछ, व्यापारिक चिठीहरू विभिन्न चिठीहरूमा पनि खामको नमुना चाहिने भएको हुनाले यो खामको नमुना चाहिँ तिमीले बनाउनै पर्छ। अनि यसमा चाहिँ मेन इम्पोर्टेन्ट चाहिँ व्यापारिक चिठी हो। व्यापारिक चिठीको पनि फर्मेट मजाले कन्ठ गर। प्रश्न नम्बर 12 हामी जीवनमा आइसक्यौँ है। क नम्बर गर्छु म पनि यसको, अब सबैले क नम्बर गर्छन् जस्तो लाग्छ मलाई यसमा चाहिँ। बालकृष्ण सम, हेर त बालकृष्ण समको अब तिमीले फर्स्ट प्याराग्राफमा उहाँको जीवनी सुरु गर्ने होइन, उहाँले के योगदान दिनुभयो र उहाँको प्रशंसा गर्ने खालको प्याराग्राफ तिम्रो हुनुपर्छ हेर है। साहित्यिक क्षेत्रमा आफ्नो योगदानले कृतकृत्य बनाउने र नयाँ आयाम थपी समृद्ध बनाउने महान साहित्यकार संसारमा विरलै जन्मिन्छन्। ती साहित्यकार मध्ये एक उत्तम दृष्टान्त हुन् बालकृष्ण सम। यसरी तिमीले फर्स्ट प्याराग्राफमा राम्रो शब्दहरू प्रयोग गरेर त्यसलाई आकर्षक बनाउन सक्यो भने तिमी लास्ट पछि सिलसिलाबद्ध रूपमा त्यहाँ जे दिएको छ त्यही दोहोऱ्याउन सक्छौ। अनि लास्टमा गएर के गर्थ्यौ, एउटा लेसन चाहिँ दिनै पर्छ। उनको जीवनबाट हामी के सिक्न सक्छौँ भन्ने एउटा खालको लेसन हुन्छ नि, सन्देश हो। त्यो सन्देश चाहिँ तिमीले दिनै पर्ने हुन्छ यसमा है। अनि त्यो दिएपछि यो पोइन्ट 5 पनि यसमा ग्यारेन्टिड आउन सक्छ। प्रश्न नम्बर 14मा जाउँ हामी। प्रश्न नम्बर 14 बुदा टिपोट, हेर त बुदा टिपोटमा के गर्ने पहिला भन्दाखेरि सधैँ हुनु 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 भन्ने यो लास्टमा चाहिँ तिमी, अनि यो बढीमा 2 लाइन र बढीमा 2 लाइनसम्मको बुदा हुनुपर्छ है। यो 2 लाइन मार्क छ नि, 2 लाइनभन्दा चाहिँ तल कहिले पनि जानु हुँदैन बुदा। त्यो पछि बुदा हुँदैन, त्यो वाक्य बन्न जान्छ है। त्यही भएर कहिले पनि हामी बुदा लेख्दा चाहिँ सधैँ एक लाइन आदिमा टुङ्ग्याउन प्रयास गरौँ र बढी नै भइहाल्यो भने 2 लाइनसम्म हुनसक्छ, त्योभन्दा बढी चाहिँ कहिले पनि नलेखौँ है। त्यसपछि हामी 4वटा बुदा लेखेर हामी सकिहाल्छौँ है हामी तिमीले। अनि यो चाहिँ यसको लागि चाहिँ के टिप्स छ भन्दाखेरि म चाहिँ पढ्दै जान्थेँ होइन हरेक प्याराग्राफ। अनि के हुन्थ्यो भन्दाखेरि यो सेन्टेन्स, अब एउटा सेन्टेन्स पढ्यो, पूर्णविरामसम्म एउटा पढ्यो भने इज दिस इम्पोर्टेन्ट भनेर म आफूलाई सोध्थेँ कि। अनि त्यो यदि इम्पोर्टेन्ट छैन, त्यो अब एकदम लामो छ या इम्पोर्टेन्ट छैन भने म त्यो लेखिदिन्थेँ। र अनि जे चाहिँ इम्पोर्टेन्ट छ त्यो आफै ठ्याक्कै 4वटा कुरा चाहिँ इम्पोर्टेन्ट आफूलाई आउँछ कि त्यहाँ इज दिस इम्पोर्टेन्ट भन्दाखेरि यस भन्ने आयो भने चाहिँ म लेखिहाल्थेँ है। त्यसरी पनि गर्न सक्छु। प्रश्न नम्बर 15मा होइन सारांशमा तिमीले यो शीर्षक चाहिँ छुट्याउनै भएन, यो चाहिँ VIMP नै हो है। यो टिचरले हेर्ने नै शीर्षक हो यसमा चाहिँ होइन, VIMP। यो शीर्षक चाहिँ तिमीले कहिले पनि छुट्याउनै भएन, शीर्षक चाहिँ सधैँ यो सारांशमा शीर्षक लेख्नुपर्छ। अनि प्रश्न नम्बर 15 यो यसमा चाहिँ तिमी के गर्छ भन्दाखेरि मजाले यो यसरी गर्नु है। यो भन्दा पनि 1 2 3 4 5 6 7 7वटा अक्षर छ होइन, 7वटा शब्द छ माथि। अनि कतिवटा लाइन छ 1 2 3 4 4वटा लाइन छ होइन, 4वटामा लाइन फुल लाइन त 4वटा छ। 7 into 4 28 29 30 31 32 33 34 34वटा शब्द छ भने त्यसरी गर्न पनि एकदम फास्ट हुन्छ क्या यो। त्यसरी नेपालीमा त टाइम बचाउने हो हेर त, लास्टमा पछि व्याकरण चाहिँ गर्नुपर्ने हुन्छ, लाइन तान्नुपर्ने हुन्छ। त्यसो टाइम बचाउनको लागि तिमी त्यसरी त्यो गर्न सक्छौ। मैले चाहिँ गनेरै लेखेको छु, तर मलाई के लाग्छ भन्दाखेरि मलाई त्यो बेला डर लाग्थ्यो कि सरहरूले हेर्नुहुन्छ, तर त्यस्तो हुँदैन रहेछ। कहिले पनि हेर्नुहुन्न, सरहरूले त्यति भ्याउनुहुन्न। तर सबैसँग कन्सिस्टेन्ट चाहिँ हुनु पऱ्यो। अरू साथीले पनि धेरै, अब तिमीले 10वटा शब्दबाट लेख्यो अनि 10वटा घटाएर यहाँ लेखिदियो भने त सरहरूलाई अन्दाज हुन्छ। त्यो अन्दाज भएर सरहरूले थाहा पाउनु हुने भएकाले तिमीले चाहिँ सकेसम्म त्यो सीमाभित्र रहेर लेख्नुपर्ने हुन्छ है। अनि त्यो गर्नेवाला ट्रिक प्रयोग गर, त्यसले तिमीलाई निकै टाइम बचाउँछ पछि। प्रश्न नम्बर 16 हो। यो प्रश्न नम्बर 16मा चाहिँ हाम्रो विशिष्टीकरण तालिकाले के भनेको छ भन्दाखेरि 5-6 वाक्यको अन्त लेखे पुग्छ भनेर भनेको छ। तर हाम्रो टिचरहरू सन्तुष्ट हुनुहुन्न है यति लेख्दा चाहिँ। अब किनकि स्ट्यान्डर्डै यति सेट भइसक्यो कि धेरै टपरहरूले यति नै लेख्छन् होइन, आधी पेज हो यति। यो भएकाले स्ट्यान्डर्ड सेट हुने भएकाले होइन तिमीले चाहिँ आधी पेज नै लेख्ने प्रयास गर्नुपर्छ। प्र्याक्टिस गर्दा गर्दै यो पनि आउँछ। मजाले पज गरेर मैले क्वेसन पठाएको छु होइन, त्यसमा चाहिँ क्वेसनको लिङ्क पनि तल छ। त्यो क्वेसनमा अनुसार तिमीले यहाँ मजाले कसरी बढाउने रहेछ, कसरी सानोको त्यो अब कति 5-6 वाक्यको प्याराग्राफ त दिएको हुन्छ नि, त्यो वाक्यलाई कसरी ठुलो बनाउने रहेछ भनेर तिमी सिक्न सक्छौ है। अनि यहाँ जस्तै म चाहिँ के गर्थेँ भन्दाखेरि ख नम्बरमा मेरो एउटा हेर, त्यो त्यहाँ जे एन्सर सोधेको हुन्थ्यो नि त्यो फर्स्टमै दिइहाल्थेँ। अनि त्यसपछि चाहिँ जति सक्दो आफूलाई जे आउँछ त्यसको बारेमा लेखिहाल्थेँ। जस्तै यहाँ हेर त चिकित्सा शब्दलाई कसरी अर्थ्याउन सकिन्छ भनेर यहाँ सोधेको रहेछ हेर, चिकित्सालाई कसरी अर्थ्याउन सकिन्छ भनेर सोधेको रहेछ भनेर चाहिँ मैले चिकित्सा शब्दलाई त्यही प्याराग्राफमा दिएको थियो, यो ट्याक्क लेख्दिएँ। अनि जे आउँछ तल होइन थप्दै गएँ। चिकित्साको 3वटा आयाम के हुन्, निरोधात्मक, प्रवर्धनात्मक, उपचारात्मक होइन, यी आयामहरूको पनि व्याख्या गर्न सक्छौ। त्यसरी विभिन्न तिमीले चाहिँ आफूलाई जे थप आउँछ त्यो थप लेखेर आधी पेज पुरो होइन, एक पेजमा 2टा एन्सर गऱ्यो भने यो मोर देन इनफ हुन्छ। किनभने 3.5 मात्र आए पनि यो एसीमा चाहिँ यो इन्डिभिजुअली मार्क गर्नुपर्छ। त्यसलाई 2 यसलाई 2 दियो भने 4 आइहाल्छ हेर है। त्यसपछि प्रश्न नम्बर 17मा
तार्किक उत्तर यो पनि कतिलाई गाह्रो लाग्छ, तर म चाहिँ के गर्थेँ भने ठ्याक्कै यस्तो फर्मेट जस्तो बनाउँथेँ होइन, भनाइलाई पुष्टि गर्नुपर्ने हो भनेर यहाँ लेख्थेँ, अनि यो टक्क उदाहरण चिन्हभित्र बनाइहालिदिन्थेँ र त्यसलाई अब कुन पार्टसँग रिलेट गर्नुपर्छ भनेर सन्दुखकृतको पार्टसँग रिलेट गरेँ। त्यसपछि उहाँको जीवनीको वृत्तान्त बताएँ होइन, उहाँको जीवनमा के भयो, उहाँको अलिकति बाल्यकाल र त्यो एमबिबिएस गराउन्जेलको भनेपछि सिधै अब उनले पत्ता लगाएको रुबिटेक्टोमी होइन, उनले बनाएको लेन्स, तिलगङ्गा आँखा अस्पताल, उनले गरेको मानविकी कार्य होइन, त्यसका कार्यहरूको बारेमा पनि त्यो प्रशंसा गर्दै यो उनको कस्तो इच्छा शक्ति, ओलाम चुङ्गोला जस्तो ठाउँमा बसेर पनि उनले यति राम्रो गर्न सके भन्ने त्यो इच्छा शक्तिको तिमी उदाहरण दिन सक्छौ र त्योबाट उनलाई परिभाषित गरी उनलाई एउटा शिखरमा पुर्याएर व्याख्या गर्न सक्छौ है। अनि प्रश्न नम्बर 18मा अनि हामी के गर्छौँ भन्दाखेरि प्रश्न नम्बर 18मा चाहिँ यो म चाहिँ सधैँ कविता गर्थेँ होइन, कवितामा गर्दाखेरि अनि ठ्याक्कै कविहरूको म चाहिँ कृतिहरू कण्ठ कण्ठ गर्थेँ मैले भनेको थिएँ त तिमीलाई, हो यो कृतिहरू कण्ठ गर्थेँ है। म यहाँ दिनेश अधिकारीको जन्ममिति कण्ठ गरेको छु, उहाँ मृत्यु भएको छैन। त्यसपछि आदिम आवाज होइन, आदिम आवाज, अतिरिक्त अभिव्यक्ति, धरतीको गीत भन्ने उनका 3टा यो कृतिहरूको नाम लेखेँ मैले। अनि उनले अनि यहाँ चाहिँ टक्क यो उद्धृत भन्ने शब्दलाई त साभार भन्ने शब्दले मैले उद्धृत भन्ने शब्दले रिप्लेस गरेको छु। एकचोटि मजाले पढ, अनि लास्टको यो वाक्य हुन्छ नि यसमा चाहिँ तिमीले टक्क प्रशंसा एउटा प्रसङ्ग ल्याइदिनुपर्छ कि यहाँ यो कविता के को बारेमा हो भनेर यहाँ प्रसङ्ग ल्याइदियो भने यसलाई अझ राम्रो हुन्छ। हेर त, उनले यस कवितामा सम्पादकलाई गाउँलेलाई फाइदा हुने खालको समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन् भनेका छन् होइन। यसको सन्देश के हो भन्दाखेरि सम्पादकहरूले अब नचाहिने होइन बालिग मताधिकारको कुरा, बम वर्षाका कुराहरू प्रकाशित गर्छन्, तर गाउँलेको जीवन उत्थानका लागि किन केही गर्दैनन् भन्ने कुराको प्रश्न उठाएका छन् उनले। हो त्यसको सम्बोधन गर्दै यहाँ एउटा प्रसङ्ग लेखिदियो भने अझ राम्रो हुन्छ। त्यसपछि हामी हेर त, हामी सबै नेपाली होइन, उद्गम स्थल नै हाम्रो उद्भव भएछ। हेर त, उद्भव त होइन होला यो वास्तवमा होइन, उद्गमै होला। उद्गम स्थल नै एक गाउँ हो होइन। यसरी तिमीले गाउँको वृत्तान्त होइन बयान गर्न सक्छौ। मजाले पज गरेर पढ। त्यसपछि यहाँ हेर त, यति लेख्छ तिमीले अब 3 प्याराग्राफमा सधैँ यो चाहिँ संरचित 3 प्याराग्राफमा संरचित हुनुपर्छ होइन। 3 प्याराग्राफमा बिचको प्याराग्राफ तिमीले टुक्राएर बढाउन पनि सक्छौ, त्यसमा केही फरक पर्दैन। तर जे होस् त्यो प्रसङ्ग र त्यसको निष्कर्ष चाहिँ हुनैपर्छ है। अनि अन्ततः भन्ने यस्ता शब्दहरू प्रयोग गरेर है तिमीले मजाले यहाँ तर यसको त्यो तिमीले यो पढेर तिमी भित्र के परिवर्तन आयो भन्ने त्यो कुराको व्याख्या गर्न सक्छौ। कति सजिलो हेर त। अनि नेपालीमा यसरी तिमी गर्न सक्छौ। र हाम्रो पेपर चाहिँ सकिएको छ। कति लामो है पेपर, तर कति लेख्नुपर्छ हेर त। नेपालीमा मेहनत धेरै चाहिन्छ, नेपालीलाई इग्नोर गर्ने खालको विषय होइन। नेपालीमा सधैँ हामी निरन्तर रूपमा मेहनत गरिरहनुपर्छ। यसमा चाहिँ हामीले विशेष रूपमा कहिले पनि नकाट्ने होइन, यो कहिले पनि नकाट्ने, कुनै पनि तिम्रो एन्सर आयो भने एन्सर धेरै मिस्टेक भयो भने पनि धेरै नकाट्ने होइन, त्यस्तो खालको बानी बसाल्नुपर्ने हुन्छ। अनि लास्टमा तिम्रो क्वेसनहरू सकेपछि मेरो चाहिँ 15 मिनट अगाडि सकेको थियो। त्यसपछि म के गर्थेँ भन्दाखेरि 1 2 3 4 5 6 भनेर सबै क्वेसन मैले गरेको छु कि छैन भनेर म सबै हेर्थेँ है, सबै क्वेसनहरू हेर्थेँ। अनि त्यसपछि म व्याकरण चेक गर्दै सर र त्यसपछि लाइन तान्थेँ, अनि म बुझाइदिन्थेँ कपी। अब यो लामो उत्तरहरू तिमी चेक गरेर भ्याउँछौ त। हेर त, हरेक शब्दको उकार उकार तिमी चेक गर्यो भने पनि यहाँ 4 हुन जान्छ कि तिमीले फेरि मिलायो भने पनि। त्यो भएर जस्तो छ छोडिदेऊ होइन, तिमीले राम्रो लेखेका छौ भनेर विश्वास गर र यो पेपर टक्क बुझाइदेऊ, खुसी भएर आऊ होइन। नेपालीको इक्जाममा पनि हामी खुसी हुन सक्नुपर्छ, राम्रो गर्नुपर्छ, सबै क्वेसन भ्याउनु सक्नुपर्ने हुन्छ होइन, त्यो भ्याउनुपर्ने हुन्छ। त्यसरी हामी यसरी नै प्र्याक्टिस गरौँ र यसरी अगाडि बढौँ। ल, म पनि अरू विषयको पनि टिप्स एन्ड ट्रिक्स ल्याउँदै गर्छु। आजलाई यति नै, धन्यवाद।